संहिता, कार्यपालिका तथा अन्य संरचना पनि यसैका। नेपालको संविधान 2072 को धारा 16 प्रत्येक व्यक्तिलाई सम्पूर्ण बाँच्न पाउने हक स्थापना गरेको छ। धारा 36 को खाद्य सम्बन्धी हक अन्तर्गत धारा 2 मा प्रत्येक नागरिकलाई खाद्य वस्तुको अभावमा जीवन जोखिममा पर्नबाट सुरक्षित रहने हक दिएको छ। धारा 35 कसैले पनि आकस्मिक स्वास्थ्य मानव मुक्त काठमाडौँ महानगर घोषणा 2083 मा उपस्थित भएका छौँ। आसन गौरवलाई जोड्न चाहन्छु। यस कार्यक्रमको अध्यक्षता गरिदिनुमा काठमाडौँ महानगरपालिकाका प्रमुख सुरेन्द्र गङ्गोजीलाई अनुरोध गर्दछु। प्रमुख संरक्षक डाक्टर गोविन्द टन्डनजीलाई अतिथि भाषणको लागि अनुरोध गर्दछु। गृहमन्त्री नारायण काजी श्रेष्ठजीलाई आसनको लागि अनुरोध गर्दछु। नेपाललाई अनुरोध गर्दछु। यसैले कार्कीजीलाई अतिथिको आसन
जय मानसेवा, जय रामजी अधिकारी, जय आमचंद्रमा। एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा। गीत धेरै सम्झिरहेको यहाँ आएको मानव जो आश्रममा हामीले अलिकति इन्भल्भ गराएको भाषा रामजी अधिकारीले सद्भाव राजदूत भनेर हामीले केही गरेको छैनौँ। गरेको सबै उहाँ नै हो। एउटा यस्तो यस्तो कोरेर लाग्नुभयो उहाँले मानवमा जुन अत्यन्त गाह्रो काम भयो। हामी चाहिँ डकुमेन्ट हेरेर नि जिउ सिरिङ भयो भने त खुट्टामा त्यो किरा परेर त्यो किरा हटाउने आफ्नो दिशामा लटपटेर सुतिरहेको मान्छेहरू त्यो खानेकुरा दिनलाई पनि खानेकुरा हेरिदिन्छ। त्यस्तो सम्हाल्न गाह्रो मानसिक स्थितिहरू त्यस्तोहरूलाई यो मान्छेहरू हेरेर धेरै चाहिँ मान्छेहरू बलियो आगो ताप्छन् र उहाँहरूले एकदम छिप्चिपाउँदै मुस्किलले अडिरहेको लागेको बच्चालाई फेरि पुनर्जीवन दिइदिनु भयो। कति धन्यवाद उहाँलाई। धन्यवाद, सारा समाजलाई धन्यवाद, भगवान्को धन्यवाद। भगवान्ले गर्ने काम प्रयास गर्नुभयो। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सबैको यहाँ उपस्थित हुँदा सबैको मनभित्र देवता पलाएको छ। त्यो देवताहरूलाई के झुकाएर प्रणाम गर्छु। सबै मनमा हामीले के गर्दै पाए हुन्थ्यो भन्ने हुन्छ हामीसँग, तर उहाँहरूले गरेर देखाउनुभयो। त्यस कारणले उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। आशीर्वाद भगवान्ले दिन्छ यहाँले। त्यसमा चाहिँ रामजी अधिकारीले एकदम मुस्किलले अगाडि बढाइरहनु भएको थियो। त्यसमा आनिसकेको गर्नुमा समेत हुनुभयो। अर्को फेरि अर्को देवता देवी उहाँ त म भन्छु उहाँ त सरस्वतीको मिठो स्वर भएको। सरस्वतीको पनि छोरी, पैसा पनि छैन आउने उहाँले, लक्ष्मीको पनि छोरी, भगवान् बुद्धको पनि छोरी। असाध्यै भाग्यमानी उहाँ। मन पनि भएको, तन पनि भएको। उहाँले सामाजिक कार्य गर्न खोजेर धेरै भयो। मैले धेरै राखेँ। ठिक्क ठाउँ पाउनुभयो उहाँले, ठिक्क ठाउँ पाउनुभयो। उहाँको स्वभाव यस्तै हो। यस्तै पुण्य कार्यमा गर्नुहुन्छ। पूर्व जन्म र आगामी जन्म पनि विश्वास गर्नुहुन्छ उहाँ। अब फेरि यो राम्रो काम गऱ्यो भने त्यसको अर्को जन्म राम्रै हुनु पाइन्छ भन्ने उहाँ बेला बेलामा भन्नुहुन्छ। त्यसमा भेट्छु म पनि उहाँले कहिले काहीँ फोहोर लागेर म आफू गएर कुरा गर्नुहुन्छ। मिठो मिठो कुरा गर्नुहुन्छ। फुलको आँखामा फुल्ने संसार, काँडे संसार भन्ने गीतले उहाँ प्रख्यात हुनुहुन्छ। त्यसले गर्दा उहाँलाई धेरै सजिलो पनि हो। तर त्यो सजिलो भएर आज उपलब्ध सबै उहाँले यस्तो कार्यमा खर्च गर्नुभयो। त्यसको लागि धेरै धेरै धन्यवाद छ। त्यसमा त्यो नगरपालिका इन्भल्भ हुनु फेरि आमा यो जो पनि गर्नु नगरपालिका पनि गर्न सक्दैन। काम नगरपालिकामा मलाई त्यस्तो लाग्छ जो पनि गर्न सक्दैन। त्यसको लागि छुट्टै मन चाहिन्छ। त्यसमा राम्रो अधिकारीको एकदम निस्वार्थ भावना त्यसले गर्दा अगाडि बढ्न सक्यो। त्यो सरकारले गर्नु पर्यो त गर्नु नसक्ने काम उहाँले जिम्मा लिनुभयो। उहाँलाई सबैले धन्यवाद दिनुपर्छ। नगरपालिका इन्भल्भ भएर चाहिँ धेरै सजिलो भयो। आर्थिक रूपमा सही हुन्छ। यो बिचमा त्यो मागेर बसिएको देख्दाखेरि बडा त्यो ठाउँै कस्तो कस्तो लाग्यो फोहोर लाग्दाखेरि हुन त यहाँ मान्छे भन्थ्यो भन्दै माग्ने पैसा पनि एकदम राम्रो छ। किनभने एकजना मान्छे त्यहाँ मागेर पैसाले दुईवटा छोराले बोलीमा पठाइरहेको त्यो जुन केही होला सकेन। तर एकदम दयनीय देशलाई नराम्रो देखि देशको पनि इज्जत घट्ने खालको काम गरेको होइन। परिवारहरू बिछोड भएर समाजबाट अलग भएर बस्नु परेको उहाँहरूले उहाँको उदाहरण भनेको धेरै राम्रो काम हो। त्यसको लागि म नगरपालिकालाई धन्यवाद दिन चाहन्छु। सबै तर्फबाट धन्यवाद दिन चाहन्छु नगरपालिकालाई। धन्यवाद हाम्रो रामजी अधिकारीलाई धन्यवाद दिन्छु। यति हो। धन्यवाद। म पार्टीहरू हेरिरहेको गरेर मलाई त्यो खुल्ला ठाउँमा चाहिँ दौडिनु सक्छु। म फटाफट सानो ठाउँमा मोडमा
हिँडमा घरको चाहिँ हातले कतै टेके दिमागले कतै पेरिन्छ अनि कसैले त्यो खुट्टालाई टेकेको त्यो खुट्टा नानीको ब्रेन आइदिन्छ नाच्यो त्यो नानी हिँड्नु पऱ्यो भएर अस्ति म बिहारमा गएँ बिहारमा कुन थाहा पाइदियो बिहारमा गएपछि पनि खुट्टा मैले भनेँ केटाहरू चाहिँ माग्नु पऱ्यो म चाहिँ नानीबाट गएर संस्कृतविद तथा मानव सेवा आश्रमका प्रमुख संरक्षक डाक्टर गोविन्द टन्डनज्यूलाई शुभकामना मन्तव्यको लागि अनुरोध गर्दछु। हाम्रो समय चाहिँ जम्मा 3 मिनेटको छ। सबैजनालाई सबभन्दा पहिला नमस्कार। ओम पूर्णमतः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। आजको यो अत्यन्त भव्य ऐतिहासिक महत्त्वपूर्ण कार्यक्रममा सबभन्दा पहिले त म यहाँहरू सबैलाई शुभकामना दिन चाहन्छु। सबैको जोरदार तालीका साथ महाकाली यात्रा भयो, राष्ट्रिय यात्रा भयो, त्यस क्रममा जे जति सेवाका हामीले यहाँ देख्यौँ, हामी कस्तो ठाउँमा बसेका रहेछौँ भन्ने कुरा देख्यौँ। आदरणीय अध्यक्षज्यू, यहाँले राम्रो काम गर्नुभयो। काठमाडौँ महानगरपालिकाले यदि 74 सालदेखि सुरु भइसकेको हो, तर कतिपय कुराहरू अझै बाँकी थिए। त्यसमा अर्को पाइला थपिए काम आज जुन भयो 4 पक्षीय सम्झौता भएर त्यसले एउटा नयाँ आशा पलाएको छ। देशभर त्यसै गरिकन अगाडि बढ्नु हो भने कुनै वखतमा हामीले 2078 साललाई यो मानवताको राष्ट्र बनाउने हामीले घोषणा गरेका थियौँ, तर त्यो सम्भव भएन। त्यसपछि 82 साललाई बनाएका थियौँ। अब बिस्तारै 82बाट पहिले बन्ने हो। यसको लागि चाहिँ यहाँहरूकै सक्रियता चाहिन्छ, किनभने यो अहिले जे काम भइरहेको छ त्यो काम राज्यले गर्नुपर्ने काम थियो, त्यो काम नगरपालिकाले गर्नुपर्ने काम थियो, त्यो महानगरपालिकाले गर्नुपर्ने काम थियो। धेरै पछि मात्रै अहिले राज्यको आँखा राज्यको काम चलाएको भएर त्यति राम्रो काममा हात यहाँले हाल्न थालेको यो एउटा प्रारम्भिक राम्रो काम भएको छ। अब यसलाई देशभर एउटा लहरको रूपमा ल्याउनुपर्छ भन्ने मलाई लाग्छ। यसमा सबभन्दा बढी सुखी यहाँ अहिले कोही हुनुहुन्छ भने मै भएको छु, किनभने 2069 सालभन्दा अगाडिका यात्राहरू अहिले मैले यहाँ भन्न चाहन्न। त्यो यात्रा कसरी सुरु भयो, के भयो, कसरी भयो, कसरी अहिले हामी जेन्जी पुस्ता भन्छौँ। जेन्जी पुस्ताले काम गर्न सक्छ भनेर देखाएको मानव सेवा आश्रमबाट हो। त्यसको इतिहास लेख्नुपर्छ, त्यसको इतिहास लेख्नुपर्छ। त्यसको इतिहासलाई बुझ्यौँ भने अहिलेको जेन्जी भाद्र 23 र 24को त्यो विध्वंसकारी जुन काम भयो त्यो जेन्जीको मात्रै इतिहास हुँदैन, बनाउने इतिहास सुरु भएको थियो। मानव सेवा आश्रमको स्थापना 2069 साल भाद्र 13 गतेबाट र त्योभन्दा अगाडि 7 वर्षसम्म अहिले हामी जसलाई यहाँ एउटा नायकको रूपमा हिरोको रूपमा देखिरहेका छौँ। मेरो आफ्नै रामजी अधिकारी भर्खर गोर्खाबाट आएको मानिस, भर्खर सानो बच्चा 18-19 वर्षको बच्चा, त्यो बच्चालाई विश्वास गरेर सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन साँचो जीवन निर्माण अभियानको माध्यमबाट त्यसको मातृत्वमा मानव सेवा आश्रम जन्मेको। अब अहिले हामी देशभर यसरी जुन किसिमको अभियान, जुन किसिमको राम्रो काम भइरहेको छ, त्यसको लागि हामी सबैले हृदयदेखि नै सराहना गर्नुपर्छ र अब राज्यले पनि यसको लागि के गर्ने भन्ने रणनीति बनाउनुपर्छ भन्ने मलाई लाग्छ। किनभने जबसम्म रणनीति बन्दैन, योभन्दा अगाडि मैले भन्नै पर्ने हुन्छ। पूर्व प्रधानमन्त्रीज्यू केपी शर्मा ओलीज्यू प्रधानमन्त्री हुनुहुन्थ्यो,
धेरै पटक उहाँसँग अनुरोध गरियो। उहाँले भन्नुभयो तपाईँहरू 82 सालमा त्यति लामो समयमा नेपाललाई यो मानवताको सहर बनाउने कुरा त्यति लामो नभन्नुहोस्, 78 नै गर्नु भन्नुभयो, सबैले स्वीकारे। तर 78 गयो, 79 गयो, 80 भयो, अब आज 83 पनि भइसक्यो। यसैले राज्यले, अबको राज्यले, सुशासन चाहने राज्यले के गर्नु खोज्ने राज्यले अब यो जुन मानव सेवा आश्रमको काम छ, यो चान्चुने काम छैन, सानो हृदयले हुने कामै छैन। किनभने हामी सबै नामको सहरमा असल जीवन यापन गर्ने र कतिपय हुन नहुने कामहरू गरिरहेको देखिरहेका छौँ, जुन तस्बिरले बोलिसक्यो। र तस्बिरमा एक तस्बिरले हामीलाई छस्काइसक्यो कि हामी कस्तो छौँ, हाम्रो स्वरूप कस्तो छ, हाम्रो ऐनामा हामी कस्तो देखिँदो रहेछौँ। वास्तवमा भन्ने हो भने हाम्रो देश, अघि हाम्रो डाक्टर साहबले भनेको जस्तो असाध्यै सुन्दर छ, विश्वको एकमात्र यस्तो देश हो जसलाई स्वर्गको रूपमा हामी कल्पना गर्न सक्छौँ। तर हामीभित्र त्यसरी मान्छेहरू बस्दा, त्यसरी रहँदा त्यसलाई जसरी सहयोग गर्नुपर्थ्यो, जसरी सहयोगका हातहरू गर्नुपर्थ्यो, त्यो जति हुनुपर्थ्यो भइरहेको थिएन। अहिले हाम्रो आनिजी पाल्नुभयो, उहाँले सहयोगको हात बढाउनु भएको छ। यस्तै गरी अरूहरू पनि बराबर हात बढाएर कहिले कुन अभियानमा, कहिले कुन अभियानमा, कहिले कुन अभियानमा गरेर त्यसपछि हाम्रा समर्पित अभियन्ताहरू जति पनि हुनुहुन्छ उहाँको राष्ट्रिय पहिचान पनि हुनु पऱ्यो। रात दिन मरेर काम गरिराख्नु भएको छ, तर त्यसको पहिचान राज्यले दिनुपर्दैन। हामी ठुला पुरस्कारका सुन्छौँ देश विदेशमा, सबभन्दा पहिला त राज्यले पुरस्कृत गर्नु पऱ्यो। यो काम भनेको साँच्चै नै राम्रो हो। अहिले अरूले गर्न सक्दैन भने पनि आजकै दिन जुन यो चारपक्षी सम्झौता भएको छ, सहमति पत्रमा हस्ताक्षर भएको छ, म त भन्छु काठमाडौँ महानगरपालिकाले पनि यहाँ मानव सेवा आश्रमको, यहाँ काठमाडौँमा भएका जति पनि आश्रमहरू छन् त्यहाँका अभियन्ताहरू, समर्पित अभियन्ताहरूलाई कुनै आइडी दिएर जसले गर्दा उहाँहरूलाई भन्न सक्नुहुन्छ कि त्यसरी काम गर्न आवश्यक छ भनेर त्यो किसिमको एउटा परिचय पत्र व्यवस्था गर्न सकेका हुनुहुन्छ। र साथसाथै उहाँहरूले आफ्नो घर परिवार नभनिकन समर्पित हुनुभएको छ। आम्दानी त केही पनि छैन, पारिश्रमिक त केही पनि छैन। यसरी त्यसको लागि पनि व्यवस्था राज्यले गरिदिन सक्यो भनेदेखि मलाई लाग्छ त्यसले अत्यन्त ठुलो योगदान राष्ट्रको लागि हुन्छ। र अर्को कुरा, अहिले देशभर यहाँ हामी सबैलाई थाहा छ, विदेशमा छोराछोरीहरू गइरहेका छन्, आमा बाउ बुढा भइरहेका छन्, अब झन्झन सडकमा बढ्ने काम बढिरहेको छ। यसले गर्दा त्यो नहोस् भन्नको लागि ठाउँ ठाउँमा, सहरमा, नगरमा, गाउँ बस्तीहरूमा अब 20 जना 25 जनालाई हेर्ने, 10 जनालाई हेर्ने त्यस्तो केयर सेन्टरहरू पनि बनाउनु जरुरी देखिसकेको छ। त्यसको लागि कसले सेवा गर्छ त भन्दाखेरि मानव सेवा आश्रमले तालिम दिएर उहाँहरूलाई योग्य व्यक्ति बनाएर, विज्ञ बनाएर काम गर्न सक्ने अवस्था छ। यसैले यो लामो भनेर चिठी आइसक्यो। त्यसैले मैले राम्रो कुरा धेरै बोल्नु हुँदैन, पछि बोल्दै जाउँला। र अहिले चाहिँ समय सक्छु भने मैले उहाँहरूको सम्मान गर्दै अब समयलाई मध्यनजर गर्दै आज अलिकति यहाँहरू समक्ष राख्नु भने भविष्यमा सँगै बसेर रणनीति चाहिए। मानव सेवा आश्रमको रणनीति के हो, राज्यले गर्नु खोजेको रणनीति के हो, महानगरपालिकाले कसरी गर्छ, त्यस विषयमा पनि आवासको व्यवस्था चाहिएला, स्वयंसेवक चाहिएला, स्रोत चाहिएला, सबै चाहिएला। सम्झौता अनुसारको त्यो जुन बुदा छ त्यो बुदा अनुसारको कामलाई अगाडि बढाउनलाई हामी सबै लाग्यौँ भने राम्रो हुन्छ। यसरी यहाँहरू जो यो अभियानमा लागेर यसरी राम्रो काम गरिदिनुभयो त्यसको लागि म हृदयदेखि नै यहाँप्रति आभार व्यक्त गर्दछु। जय मानव सेवा, जय मानवता। धन्यवाद। शुभकामना मन्तव्यको लागि संस्कृतविद तथा मानव सेवा आश्रमका प्रमुख सदस्य डाक्टर गोविन्द कण्डज्यूलाई। यसै गरी मन्तव्यको क्रमलाई जोड्न चाहन्छु। हामी कार्यक्रमको एकदम अन्तिम चरणमा छौँ। श्रेष्ठज्यू, वरिष्ठ कलाकारज्यूहरू, समाजसेवीज्यूहरू, मेरा सहकर्मी मित्रहरू, समाजसेवामा
आफ्नो अमूल्य योगदान पुर्याउने सम्पूर्ण प्रतिनिधिमूलक महानुभावहरू के अरे यहाँ सबै पनि हुन्न धेरै हुनुहुन्छ। आज यो मानवीयताको मानवीय संवेदनाको अत्यन्त आत्मीयताको मानवताको एउटा उदाहरणीय किस्साको हिस्सा बन्न पाउँदाखेरि मलाई पनि अत्यन्त खुसी लागेको छ। वास्तवमा हामीले यो धेरै समयदेखि यी कुराहरू काठमाडौँ लगायतका मुलुकभरका सबै सहरहरूमा सहरको वृद्धिसँगै बढ्दै गएको सहयोगापेक्षी मानवको सङ्ख्याको व्यवस्थापन गर्नुपर्ने कुरालाई नेपाल प्रहरीले सधैँभरि जोड दिएको। अहिलेको 21औं शताब्दीमा देश दुनियाँ संसार विकासका अनुपम उदाहरण प्रस्तुत गर्दै अरू गतिमा गइरहेको अवस्थामा हामीले मानवीयताका न्यूनतम कुराहरूको कुरा गर्दैछौँ। हामीले यो व्यवस्थापनका विषयहरू पहिले नहुँदा पहिले गरे भए हुन्थ्यो, कमसेकम त्यो नहुँदाखेरि अहिले भएको छ। आज हामी यो छौँ केही समय अगाडि चाहिँ खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम चलेको थियो। आजकल ती ठाउँहरू धेरै राम्रा भएको पाइन्छ। अब यो सहयोगापेक्षी सडक मानव मुक्त व्यवस्थित र मानवीयताले भरिपूर्ण सहरको मानवीयताले भरिपूर्ण नेपाली मुलुकको रूपमा परिचित हुन पाउँदा हामीलाई खुसी लाग्ने नै छ। त्यसैले आज कमसेकम हामी यो समयमा 21औं शताब्दीको 83 सालमा हामी यो काम गर्दैछौँ। यो गरिराखेकै हो र आज हामीले घोषणाद्वारा अब हामीले उपरान्त यस्ता किसिमका अवस्थाहरू देख्न पर्ने छैन र हरेक नेपालमा रहेका मानवहरूले मानवोचित मानवीय र उच्च सम्मानसहितको जीवन व्यतीत गर्ने वातावरणको सिर्जना गर्न हामी एकीकृत भएका छौँ, एकाकार भएका छौँ र मुलुकभरमा जो मेची महाकाली अभियान पनि सञ्चालनमा आएको छ, यसको अभियानमा लाग्नुभएका अभियन्ताहरू खास गरिकन आनिसै डोल्माज्यू लगायतको सम्पूर्ण जो हाम्रो रामजीज्यू लगायतको सबै यस अगाडि यहाँ भएका सबै क्षेत्रबाट आफ्नो योगदान पुर्याउनु भएको छ र उहाँहरू सबै चाहिँ हाम्रा साधुवादका हाम्रा एकदमै श्रद्धाका पात्रहरू हुन्छ। उहाँहरूलाई धेरै धन्यवाद छ। अहिले पछिल्लो समयमा सुरक्षाका कुरा गर्दाखेरि हामी धेरै जसो मान्छेलाई के लाग्छ भने सुरक्षा त फिजिकल सेक्युरिटी हो। राति हिँड्दाखेरि कोही ठक्कर नखाओस्, सकुशल घर फर्किन सकियोस्, कसैले केही डिस्टर्ब नगरोस्, नठगियोस्, नलुटियोस्, नचोरियोस्, दुर्घटनामा नपरियोस् भन्ने कामना रहन्छ। त्यति मात्रै पनि सुरक्षा होइन। सुरक्षाको बृहत्तर रूपको कुरा गर्दाखेरि हामीले मानवीय सुरक्षाका कुरा गर्छौँ। मानवीय सुरक्षाभित्र भ्रूणमै पनि सुरक्षाको कुरा छ, जन्मेपछि शिक्षाको, स्वास्थ्यको, खाद्यको सुरक्षाको कुरा छ, सम्मानजनक जिउने सुरक्षाको पनि कुरा छ। त्यो सम्मानजनक जिउने जो मानवसित अन्योन्याश्रित सम्बन्ध भएको विषय हो, त्यो विषय चाहिँ हाम्रा त्यसतर्फका हाम्रा क्रियाकलापहरूले त्यसलाई वातावरण बनाउँछन्। अहिले हामी सबैले सम्मानपूर्वक बाँच्नको लागि स्वास्थ्य कमसेकम नेपालमा भेटिएको कोही मान्छे स्वास्थ्य उपचार नपाएको कारणले दुःख पाउन नपरोस्, मृत्युवरण गर्न नपरोस्, शिक्षाको कमी भएको कारणले ठगिने लुटिने अवस्था नपरोस्, खाद्यको अभावको कारणले कुपोषणको शिकार हुने नपरोस्, मेरा लाभहरूभन्दा हुर्काएको बालबच्चाहरू पछाडिको जीवनमा विभिन्न कारणले विभिन्न अवस्थाले समस्याले चाहिँ दुःखदायी जीवन भएका हाम्रो दारुण कथाहरू हामीले हेर्दै केही प्रतिनिधिमूलक कथाहरू हामीले हेऱ्यौँ। यसले के पनि यहाँ हामी भएका सबैलाई गर्वीभूत बनाएको छ र सबै अरूलाई पनि समाजसेवामा लाग्नलाई प्रेरित गरेको छ भन्ने मैले लागेको छु, यो सम्झेको छु। अब 21औं शताब्दीमा सबभन्दा डराउनु पर्ने पहिला त्यहाँ अगाडि त्यो पाषाण जुन एउटा दृश्य पनि देखाइएको थियो, त्यतिखेर डराउनु पर्ने बाघ भालु जनावर वन्यजन्तुसँग थियो होला। अहिलेको समयमा त मान्छेसितै डराउनुपर्छ, कमसेकम मान्छेसितै डराउनुपर्ने दिन नआओस् भन्नुको लागि पनि त्यसको कुरा त के हो, त्यो सभ्यताको कुरा हो। हामीले अग्ला घर बनाएर, फराकिला सडक बनाएर, राम्रा आयातित खाद्यान्न खाएर, लुगा लगाएर खासै रूपमा त्यो सभ्यताको परिचय दिने अवस्था हुने छैन। तर हामीले हाम्रो समाजलाई कमसेकम सभ्यतामूलक, समतामूलक भावनासहितको, सहयोगीसहितको, दुःख पर्दाखेरि सहयोग गर्ने भावनासहितको यो नेपाली समुदाय जो पहिला सधैँभरि थियो, एकअर्काका बिचमा समुदायमा सामाजिकीकरण गर्दै सहयोग गर्दै
त्यो बाटोमा हिँड्दाखेरि पनि कहीँ दुःख पर्दाखेरि जुट्ने जुन अब समाजको अवस्था थियो, योलाई अन्धारोकरण, यो विभिन्न संस्कृतिको अन्धारोकरणको कारणले हामीले बिर्स्यौँ भनेर आफैलाई पनि अन्तस्करणमा खोज्ने सेल्फ इन्ट्रोस्पेक्सनको जरुरत पनि भएको छ। यो अवस्थामा हामीले विभिन्न नचाहिने कुरा सिकिरहँदाखेरि चाहिने कुरा यहाँ हामीले जुन प्रस्तुत गरेको यसको अगाडि प्रस्तुत भयो त्यो अत्यन्त महत्त्वपूर्ण कुरा हो। मान्छे भएर कमसेकम मान्छेहरूको सहयोग गर्ने लक्ष्मीप्रसाद देवकोटाले पहिल्यै लेख्नु भएको उही जमानामा मानिस भएर आर्टहरूको के अरे चहराइरहेको ठाउँमा मलम लगाऊ भन्ने ती कुराहरू हामीले पढे पनि ती पढेपछि हामी कतिको लागु भन्ने कुरा महत्त्वपूर्ण हो। त्यस कारणले यी आजका यो विशिष्ट अद्वितीय कार्यक्रमले हामी सबैलाई आफ्नो कर्ममा साँच्चीकै इमान्दारपूर्वक लाग्नको लागि प्रेरित गरेको छ भन्ने मलाई लागेको छ। अगाडि थुप्रै वक्ताहरूले भनिसक्नुभयो, धेरै लामो नबनाउँ। आज हामीले चारवटा विभिन्न संस्थाहरूको बिचमा कमसेकम यो मुलुकमा मानवहरू भएर मानवोचित जीवन बाँच्न सकियोस्, कमसेकम यस्ता दारुण कथाहरूको पुनरावृत्ति नहोस् भन्ने कुरातर्फ हामीले साँच्चीकै मन वचन र कर्मले ती हस्ताक्षर गरिरहँदा हामीले त्यसतर्फ चाहिँ गम्भीरतापूर्वक लिएर सोचेका छौँ र गर्नेछौँ भन्ने पनि म प्रण गर्दै हाम्रो तर्फबाट प्रहरीलाई आएको जिम्मेवारी लिएर हामी साँच्चीकै हाम्रा कामहरू पहिला पनि थिए, अहिले पनि छन्, भविष्य समेतमा हुनेछन् भन्ने पनि म यहाँहरूसँग निवेदन गर्दै यो समय र यो परिस्थिति सिर्जना गर्नुहुने र यसमा लाग्ने मानव सेवा आश्रम सधैँभरि धन्यवाद पात्र हुनुहुन्छ, धन्यवादको संस्था हुनुहुन्छ, त्यसमा लाग्ने ग्रामीण सधैँभरि धन्यवाद पात्र हुनुहुन्छ। हामी सबैजीलाई त मैले पहिला चाहिँ गीत त्यसले फुलको आँखामा फुलै संसार भन्ने हो। फुलको आँखामा फुलै संसार देख्नेले मान्छेको आँखामा मानवीय संसार यो विभिन्न क्षेत्रमा जस्तै हामी प्रहरीले पनि अब यो नेपालभरमा कमसेकम यो दुर्घटनाहरू न्यूनीकरण गर्दै घटना दुर्घटनाको कारणले आफ्नै सन्तान आफ्नै परिवारको सदस्यलाई पनि बिर्सने परित्याग गर्ने स्थिति नबन्नको लागि पनि ती दुर्घटनाहरूकै न्यूनीकरणको लागि पनि हामी खटिनुपर्छ भन्ने कुराको आत्मसात गर्दै महानगरको मेयर साहबले यो इनिसिएटिभमा एकदम सक्रियताका साथ भाग लिनुभयो र आज यहाँ धेरै भ्रमण पनि गर्नुभएको छ। योमा हामी एकाकार भएर हाम्रो सधैँभरि उत्तिकै हामी शामिल भावनाका साथमा लाग्नेछ भन्ने पनि प्रण गर्दै उहाँलाई पनि धन्यवाद दिँदै मेरा भनाइहरूलाई विश्राम दिन्छु। सबको चाहिँ होस्, धन्यवाद। आजको यो अत्यन्तै विशिष्ट कार्यक्रमका अध्यक्षज्यू, काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुखज्यू, यहाँ उपस्थित हुनुभएका विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरू, मानव सेवा आश्रम यसका संस्थापक, यसका प्रमुख रामजी अधिकारीजी र अरू सबै स्वयंसेवक मित्रहरू, अत्यन्तै सुप्रसिद्ध गायिका, समाजसेवी आनी छैन गोल्माजी र उपस्थित सबै दिदीबहिनी दाजुभाइहरू, सबभन्दा पहिले त म आज यो स्वागतपछि सडक आश्रित मानवमुक्त काठमाडौँ महानगरपालिका घोषणा कार्यक्रम 4वटा संस्था र निकायहरू मिलेर हस्ताक्षरसहित सम्पन्न गर्नुभएकोमा तपाईहरूलाई विशेष बधाई दिन चाहन्छु र यो घोषणा यथार्थमै व्यवहारमा क्रियान्वयन गर्न सफलता मिलोस् भन्ने शुभकामना पनि दिन चाहन्छु। रामजी अधिकारी मानव सेवा आश्रम, म जब सम्झन्छु उहाँले गरेको यो परोपकारी मानव सेवाको कामलाई जति कृतज्ञता ज्ञापन गरे पनि धन्यवाद दिए पनि कम हुने ठान्छु। हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। एक दिन एकछिन एउटा कार्यक्रममा
गएर समाजसेवा गरेँ भनेर फोटो खिचाउनु, फोटो सेसन गर्नु र यस प्रकारको समाजसेवा निरन्तर गर्नु मानसिक रोगीमा विभिन्न प्रकारले अस्वस्थ भएकाहरू, हिसाब किताब पनि गर्न नसक्नेहरू, किरा घाउमा परेकाहरू, सबैलाई यस प्रकारले एक दिन होइन निरन्तर सेवा गर्ने काम सामान्य कुरा छैन। यो जति प्रशंसा गरे पनि कम हुने काम हो। त्यसको निम्ति उहाँहरूलाई फेरि म बधाई र शुभकामना पनि दिन चाहन्छु। रामजी यसको प्रमुख हुनुहुन्छ, तर उहाँ मात्रै होइन, त्यो स्वयंसेवी भाइ बहिनीहरूलाई बिर्स्यौँ भने पनि यो संस्था चल्दैन। तिनीहरूले कसरी गरेको होला, आज आफ्नो जीवन छोडेर यौवनका सारा समय छोडेर कसरी सेवा गरेको होला जस्तो लाग्छ। म सधैँ उहाँलाई भन्छु, तपाईँहरू कसरी जित्नु भएको होला, अत्यन्तै उदाहरणीय काम हो। तपाईँहरू सधैँ तपाईँहरूको प्रतिबद्धतालाई व्यवहारमा कायम गर्न सङ्कल्पबद्ध हुनुहोस्, हामी तपाईँहरूको साथ पाउँछौँ। यद्यपि यो मानव सेवा आश्रमको काम हाम्रो आनीजीलाई नसम्झिकन कुरा हुँदैन। आनीजीले लगातार यसको आफ्नो अभिन्न अङ्गकै रूपमा यसमा क्रियाशील हुनुभएको छ। हामी जस्तो शुभकामना दिने वा थोरै सहयोग गर्ने व्यक्तिहरूले आनीजीले गर्नुभएको यो शुभ काममा जुन योगदान छ त्यसको अत्यन्तै उच्च मूल्याङ्कन गर्नुपर्छ। धेरै धेरै धन्यवाद छ। म यस घडीमा विभिन्न समयमा सरकारमा राज्यको ओहदामा बसेको कारणले यो राज्यको प्रमुख भूमिका गर्ने, यद्यपि राज्यले मात्रै त दुनियाँमा कहीँ पनि यो गर्न सक्दैन, तर प्रमुख भूमिका राज्यकै हुनुपर्छ। राज्यले सामाजिक आर्थिक रूपान्तरण, विकास र समृद्धि सहित त्यसमा फड्को सहित यस क्षेत्रमा जति काम गर्नुपर्ने थियो गर्न सकेन। म आफू पनि त्यसको निम्ति एक अर्थमा जिम्मेवार गराउँदै नेपाली जनता सामु आत्महत्या गर्न चाहन्छु, माफी माग्न चाहन्छु। अब हामी सबैले मिलेर कामलाई अगाडि बढाउनु छ। म समय लिन चाहन्न, म समयको आन्दोलन चलाइरहेको व्यक्ति पनि हो, तर एउटा कुरा छुट्याएँ भने सायद त्यो कम हुन्छ। नेपाल अहिले यहाँ धेरै चर्चा भयो, अत्यन्तै असाधारण विशेषताले युक्त देश हो। हामी कहिल्यै कसैको प्रत्यक्ष उपनिवेशित नबनेको स्वतन्त्र देश हो। हाम्रो आफ्नै पहिचान भएको, अन्तर्राष्ट्रिय पहिचान भएको, चाहे सगरमाथाको चाहे बुद्धको देश हो, त्यस्तो देश हो, तपोभूमि हो। त्यस्तै हाम्रो विश्वमै पौलामा सक्ने सुन्दरतम देश नेपाल। त्यसै गरी विकासका सम्भावना आधार हिसाबले पनि एकैसाथ हामीसँग जलस्रोत, पर्यटन, कृषि, जडीबुटी, जनशक्तिका यति अपार सम्भावनाहरू छन्। त्यस्तो देशलाई हामीले आज समृद्धिमा नै फर्को मार्ने र सुखी नेपाली गर्नु जरुरी छ। तर त्यति मात्रै मैले एउटा कुरा मात्रै थप्न खोजेको, सुखी विकासको यो मोडेल, कम्फोर्टेबल लिभिङको यो मोडेलले मानवलाई पुरै खुसी बनाएको छ। हामीले समृद्ध नेपाल बनाएर सुखी बनाउनै पर्छ, तर कम्फोर्टेबल लिभिङ मात्रै होइन, खुसी नेपाली गर्नुपर्छ। सुख र खुसी जोड्न सक्नुपर्ने हुन्छ। त्यस्तो स्थितिमा नेपालको पहिचानमा एउटा कुरा पनि दिएको छ, त्यति मात्र मैले लास्टमा जोड्न खोजेको। यति विशेषताहरू जो नेपालको छ त्यसमा एउटा हाम्रो आफ्नो मात्रै राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय विशेषताको रूपमा पनि यो अंकित हुनेछ भन्ने कुरामा म विश्वस्त छु कि मानव सेवा आश्रम जस्तो संस्था नेपालमा छ जसले अन्तर्राष्ट्रिय स्तरमा पनि यो स्तरको काम गरेको छ। त्यो अन्तर्राष्ट्रिय रूपमा रिकग्निसन पाउनेछ, त्यो मलाई विश्वास छ। यति भन्दै फेरि एकैचोटि सबैलाई बधाई र शुभकामना दिँदै र यो काममा हामी सबै पनि आफ्नो क्षेत्रबाट जति लाग्न सक्छ त्यति लाग्न सङ्कल्प गरौँ भन्दै बिदा हुन्छु। धन्यवाद।
धेरै धेरै धन्यवाद छ। आज यस कार्यक्रममा पाल्नुभएका सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू, पूर्व गृहमन्त्रीज्यू, त्यसै गरी नेपाल प्रहरीका प्रमुखज्यू, त्यसै गरी विभिन्न क्षेत्रबाट अग्रज व्यक्तित्वहरू, मानव सेवा आश्रममा समर्पित भएर लाग्नुभएका सम्पूर्ण अभियन्ताहरू, आनी छोरी डोमा फाउन्डेसनका सम्पूर्ण अभियन्ताजीहरू, सँगसँगै जनप्रतिनिधि, सुरक्षा निकायका साथीहरू, सञ्चारकर्मी साथीहरू र सम्पूर्ण काठमाडौँ महानगरपालिकाभित्र रहनुभएका, आज कार्यक्रममा पाल्नुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, आज हामी एउटा घोषणा मात्र गरिरहेका छैनौँ। आज हामीले सामूहिक यात्रा कस्तो भयो, के भयो भनेर समीक्षा गर्ने, त्यति मात्र नभएर एउटा मानवीय प्रतिबद्धतालाई पुनः दोहोऱ्याउन र सँगसँगै भविष्यप्रति जिम्मेवार हुने र स्वीकार गर्न आज हामी उपस्थित भएका छौँ। हामी सबैलाई मानवता, आज हामीले धेरै सुनेको चर्चा भएको विषय मानवता भनेर हामीले सुनिरहेका छौँ, चर्चा गरिरहेका छौँ। एक व्यक्तिले अरूलाई आफू सरह नै देख्ने, अरूको दुःखमा पनि आफूलाई दुख्ने र सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको एम्पैथी हुनु नै मानवता हो र सबैलाई सम्मान गर्न सक्ने क्षमता हुनु र त्यो दृष्टिबाट हेर्न सक्नु र सबैलाई सम्मान ठान्नु पनि मानवताको एकदमै महत्त्वपूर्ण पाटो हो। हामी सबैले कुनै न कुनै बेला सडकमा जीवन बिताइरहेको थुप्रै आमा बुवाहरू, दाजुभाइ दिदीबहिनीहरू, साना नानीहरू पनि हामीले देखेकै छौँ र हामीले देखिरहँदा कतिपय अवस्थामा नदेखेको जस्तो गरेर पनि भेट्छौँ होला, कतिपय अवस्थामा देखिसकेपछि आफैलाई प्रश्न गरेर पनि फर्कन्छौँ होला। तर कुनै पनि मानिस सडकमा साँच्चीकै भन्ने हो भने सडकमै बस्नको लागि भनेर जन्मिएको हुँदैन। हरेक व्यक्तिको आफ्नै छुट्टै कथा हुन्छ, आफ्नै छुट्टै पारिवारिक पृष्ठभूमि हुन्छ, सपना हुन्छ र सबैभन्दा महत्त्वपूर्ण बाटो भनेको सम्मानपूर्वक बाँच्ने अधिकार हुन्छ। र त्यही मानवीय भावनालाई नै केन्द्रमा राखेर काठमाडौँ महानगरपालिकाले करिब 9 वर्ष अगाडि, भनेको लगभग 1 दशक नै हुन लागिसकेको छ, त्यति अगाडिदेखि मानव सेवा आश्रमसँग सहकार्य सुरु गरेको थियो र हाम्रो उद्देश्य केवल हामीले उद्धार गर्ने मात्र भने कहिले पनि थिएन, न हिजो थियो, न आज छ, न भोलि नै हुनेछ। हाम्रो उद्देश्य मानिसलाई पुनः सम्मानित जीवनमा फर्काउने नै उद्देश्य हो। मानिसले मानिस भएर बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु नै हाम्रो उद्देश्य हो र मलाई व्यक्तिगत रूपमा पनि आज म गर्व पनि महसुस भइरहेको छ र सँगसँगै कतिपय अवस्थामा म भावविहीन पनि भएको छु। काठमाडौँ महानगरपालिका जुन दिनबाट मानव सेवा आश्रमसँग जोडिएको छ त्यसको डे 1देखि जोडिन पाउँदा र आज हामीले घोषणाको कार्यक्रमसम्म आउन पाउँदा म साँच्चीकै नै भाग्यमानी रहेछु भन्ने मैले महसुस गरेको छु। हामीले यस यात्रामा खाना, नाना, छानाको व्यवस्था मात्र गरेका छैनौँ। जसलाई साँच्चीकै नै उपचार चाहिएको छ उपचार गरेका छौँ। परिवारसँग परिवार भएर पनि छुट्टिएर बसिरहनु भएको छ भने परिवार पुनर्मिलन गरेका छौँ। कतिलाई शिक्षा स्वास्थ्यको पहुँचभन्दा धेरै टाढा हुनुहुन्छ भने शिक्षा स्वास्थ्यको पहुँच सुनिश्चित गर्ने काम पनि गरेका छौँ र धेरैलाई जीवनप्रति फेरि आशा जगाउने काम निरन्तर रूपमा गरिरहेका छौँ। यो काठमाडौँ महानगरपालिकाले मानव सेवा आश्रमसँग गरेको सहकार्यको मूल मर्म हो, मूल उद्देश्य हो। आज हामी गर्वका साथमा यो ठाउँमा उभिएर काठमाडौँ महानगर क्षेत्रलाई बेसहारा, असहाय, सहयोगापेक्षी, सडक आश्रित सहयोगापेक्षी मानव मुक्त काठमाडौँ भनेर घोषणा गरिरहेका छौँ र यो घोषणा गरिरहँदाखेरि म फेरि यहाँ सबैलाई स्पष्टसँग के पनि भन्न चाहन्छु भने यो पूर्णता होइन, यो अन्त्य पनि होइन। दिस इज नट द एन्ड। धेरैलाई लाग्न सक्छ भोलि कोही सडकमा देख्नुभयो भने हिजो भर्खर घोषणा गरेको थियो, आज त फेरि काठमाडौँभित्र अर्को मान्छे पनि देख्यो नि हामीले सडकमा हिँड्न सक्नुहुन्न। तर
फेरि म भन्न चाहन्छु, दिस इज नट द एन्ड, यो अन्त्य होइन। यो हाम्रो एउटा महत्त्वपूर्ण टर्निङ पोइन्ट हो, मोड हो, जसले हामीलाई अझ धेरै जिम्मेवार बनाएको छ, अझ धेरै हामीलाई हाम्रो जिम्मेवारी सम्झाउने मात्र होइन, हामी त्यो जिम्मेवारी वहन गर्छौँ भनेर प्रतिबद्धता गरेको दिन हो। त्यसकारण पनि दिस इज नट द एन्ड। र आज घोषणा केवल हामीले यो समारोहको विषय मात्र पनि होइन, यो घोषणा सम्भव हुनुभन्दा करिब 9 वर्ष अगाडिदेखि निरन्तर रूपमा धेरैले श्रमदान दिनुभएको छ, धेरैले। अझ विशेष गरी मानव सेवा आश्रमका भलिन्टियर्सहरू साँच्चीकै नै मनदेखि कसैको सेवा गर्ने भनेको के हो भने एकचोटि एक दिन उहाँहरूसँग घुम्नुहोला, उहाँहरूसँग काम गर्नुहोला, अनि हामीले धेरै कुरा बुझ्छौँ। यो 9 वर्षसम्म निरन्तर रूपमा धेरैले श्रमदान गर्नुभएको छ, धेरैजना समर्पित हुनुभएको छ। व्यवस्थापन, पूर्वाधार निर्माण र संस्थागत तयारी पनि हामीले गरेका छौँ। हामीले यो सहकारी सुरु भएको केही दिनमा, केही महिना र केही वर्षमा नै यो घोषणा गरेका होइन। यो 9 वर्षमा धेरै मेहनत भएको छ, धेरै प्रयास भएको छ। त्यसैले आज यो घोषणा भइरहँदाखेरि कागजमा लेखिएको शब्द मात्र होइन, यो हजारौँ दिनको मेहनतको परिणाम हो। सायद अघि पनि भनिसक्नु भएको छ, अब त सायद भन्नु पर्दैन होला, सङ्घ, प्रदेश र स्थानीय सरकारहरूले मानव सेवा आश्रमसँग समन्वय सहकारी गर्ने मध्ये यो मानवताका लागि काम गर्ने काठमाडौँ महानगरपालिका पहिलो स्थानीय सरकार हो भन्न पाउँदा आज खुसी लाग्छ, गर्व लाग्छ। र यो उपलब्धि फेरि काठमाडौँ महानगरपालिकाको एक्लो प्रयासले सम्भव थिएन र आगामी दिनमा पनि सम्भव हुने छैन। यसमा धेरैजनाले महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। मानव सेवा आश्रम फेरि पनि अथक परिश्रम गर्नुभएको छ, दिन रात नभनिकन, को आफ्नो को पराए नभनिकन सबैले आफ्नो सोचेर दिन रात समर्पण गर्नुभएको छ। स्वयंसेवकहरूले निस्वार्थ भावनाले सेवा गर्नुभएको छ। सुरक्षा निकायबाट उत्तिकै सहयोग हामीले पाएका छौँ, सञ्चार माध्यमबाट पनि हामीले त्यत्तिकै नै साथ पाएका छौँ। ओडामा भन्ने हो भने हरेक जनप्रतिनिधिहरू, वडा अध्यक्षज्यू, वडा सदस्यज्यूहरूले निकै मेहनत गर्नुभएको छ, निकै साथ दिनुभएको छ। कर्मचारीहरूको त्यत्तिकै सक्रियता रहेको छ। नगर प्रहरीहरू पनि दिन रात नभनिकन टोलीमा सँगसँगै हातेमालो गरेर अघि बढ्नुभएको छ। र त्यति मात्र नभएर आम नागरिकले पनि उत्तिकै साथ दिनुभएको कारणले गर्दा नै आजको यो कार्यक्रम यो अवस्थासम्म आउन हामी सफल भएका छौँ। र आज हामीले चौपक्षीय प्रतिबद्धता गरिरहँदाखेरि नेपाल प्रहरी, सिडिओ, मानव सेवा आश्रम र काठमाडौँ महानगरपालिकाले यो प्रतिबद्धता भनेको आज घोषणा गरेर हाम्रो काम सक्यो, जिम्मेवारी सक्यो होइन, आगामी दिनमा अझ धेरै हामी प्रतिबद्ध भएर लाग्नुपर्छ भन्नु नै त्यसको सन्देश हो। र विशेष गरी मानव सेवा आश्रम र यसलाई नेतृत्वदायी भूमिका खेलिरहनु भएको रामजी अधिकारी, अनि त्यसै गरी सुमनजी, र त्यसै गरी अहिले यति धेरै टिम हुनुहुन्छ, टिम मेम्बरहरू नाम लिए भने त छुट्टेको भने जसको नाम बोल्न मैले छुट्याउँछु पापै लाग्छ। हरेकले त्यत्तिकै नै मेहनत गरेर लाग्नु भएको छ। उहाँहरूप्रति मेरो गहिरो सम्मान छ, आभार व्यक्त गर्न चाहन्छु। आमी छोरी रोडमा उहाँलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। सबैजनासँग धन भएर मन हुन्छ भन्ने छैन, तर अघि कस्तो राम्रो कुरा गर्नुभएको छ मदन बाले, उहाँ चाहिँ साँच्चीकै नै सरस्वतीको पनि छोरी, लक्ष्मीको पनि छोरी, बुद्ध भगवानको पनि छोरी। यहाँको यो सत्कर्मको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। यो खुला सेवा गर्ने हृदयको लागि नमन गर्न चाहन्छु। र त्यसै गरी उहाँहरूले एउटा कठिन र चुनौतीपूर्ण अभियान काठमाडौँ महानगरपालिकामा मात्र होइन, राष्ट्रिय अभियानको रूपमा लगिरहनु भएको अघि हामीले उदाहरण देख्यौँ। जब मेची महाकाली यात्रा सुरु भएको थियो र त्यस वर्ष लगभग 800को हाराहारीमा त्यो अभियानमा रेस्क्यु गर्नुभएको थियो। हरेक वर्ष त्यो घट्दै घट्दै घट्दैछ र यो वर्ष 200भन्दा कम
192 भन्नुभएको थियो, 97 197 जनालाई यो पटक रेस्क्यु भयो भनिराख्दाखेरि एउटा कुरा यो नम्बर आफैमा पनि चिन्ताजनक छ। अझै धेरै आमा बुवा दाजुभाइ दिदीबहिनी सहयोग अपेक्षी बेसारा असहाय उहाँहरूसम्म हामी पुग्न सकेका छैनौँ भन्ने यो अङ्कले देखाउँछ भने हरेक वर्ष घट्दै गएको अङ्कले चाहिँ यो अभियान सफल हुँदैछ है भनेर साँच्चीकै नै आशाको दियो पनि जलाएको छ। र हाल हामीले सिङ्गो नेपाललाई नै सडक सहयोगापेक्षी मानव मुक्त राष्ट्र बनाउने दिशातर्फ अघि बढिरहँदाखेरि सबैको उत्तिकै भूमिका हुन्छ र आशा गर्दछौँ यो स्थानीय सरकारहरूले अघि भर्खरै पनि 4वटा पालिकाले संयुक्त रूपमा अब हामी घोषणा गर्छौँ भन्नुभयो, उहाँहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। कति पालिकाहरूले घोषणा गरिसक्नु भएको छ, उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु र विशेष गरी प्रदेश सङ्घबाट पनि उत्तिकै नै महत्त्वपूर्ण भूमिका खेल्नेछ र नेपाल चाहिँ साँच्चीकै नै मानवहरू बस्ने नेपाल हो, देश हो भनेर हामीले चिनाउन सक्नेछौँ भन्ने आशा लिएका छौँ। आज हामीले अघि डेटा पनि हेऱ्यौँ, काठमाडौँ महानगरपालिकामा मात्रै 2421 जनाको उद्धार भएको, जसमध्ये धेरैको परिवारसँग पुनर्मिलन पनि भइसकेको, 323 जनालाई आजीवन सेवा पनि दियो र त्यति मात्र नभएर कति बालबालिकाहरूले अहिले खाना, नाना, छाना, शिक्षा, स्वास्थ्य र सबैभन्दा महत्त्वपूर्ण कुराहरूको परिवार उहाँहरूले पाउनुभएको छ। हामीले विदेशबाट विभिन्न नागरिकहरूलाई पनि हामीले रेस्क्यु गरेको कुरा पनि गरेका छौँ। विभिन्न एम्बेसीहरूसँग हामीले सहकार्य गरेर उहाँहरूलाई आफ्नै देश फिर्ता गर्ने, आफ्नै परिवारसँग फिर्ता गर्ने काम पनि गरिरहेका छौँ र यो सबै काम गरिरहँदाखेरि काठमाडौँ महानगरपालिकाले नीति, योजना, बजेट कार्यक्रममा पनि यसको हामीले प्रतिबिम्ब गरेका छौँ। हरेक वर्ष लगभग 2 करोडको हाराहारीमा हामीले काठमाडौँ महानगरपालिकाले मानव सेवा आश्रमसँग आर्थिक सहकार्य गरिरहेका छौँ र यो सुरु भएको थियो सामा खुसीको मानव सेवा आश्रमको बाल किर्नेबाट सुरु भएको थियो र आज हामीले मानव सेवा आश्रममा यस्तै थुप्रै आमा बुवा दाजुभाइ दिदीबहिनीहरूको लागि आश्रय बनाउनको लागि भवन बनाउने भनेर हरेक वर्ष बजेट राख्छौँ, तर त्यो भवन बन्ने दिन आएको छैन भन्नुपर्दा हामीले त्यो जग्गा प्राप्ति नगरेका कारण, नभेटाएका कारण आजसम्म भवन बनाउन सकेका छैनौँ। यद्यपि यो प्रयास भने निरन्तर रूपमा हामी आगामी वर्षमा पनि गर्नेछौँ। काठमाडौँ सङ्घीय राजधानी पनि हो र देशमा विभिन्न भागबाट मानिसहरू आउनुहुन्छ यहाँ, विभिन्न कारणले शिक्षा, स्वास्थ्य, रोजगारी विभिन्न कारणले आउनुहुन्छ। त्यसैले पनि यहाँ सडक सहयोगापेक्षी मानव मुक्त अवस्था कायम गर्नु निकै जटिल छ। हिजो पनि थियो, आज पनि छ। यो कुरा हामीले मनन गरेका छौँ। यो सहज छैन भन्ने कुरा हामीले आत्मसात पनि गरेका छौँ। यद्यपि यो धेरै चुनौती भए तापनि जब सरकार, संस्था र नागरिक सबैजना एकै ठाउँमा उभिन्छ, कठिनभन्दा कठिन काम, असम्भव जस्तो लाग्ने काम पनि सम्भव हुन्छ। त्यसकारण आज यो कार्यक्रम एउटा उदाहरण के पनि हो भने यो काठमाडौँ महानगरपालिकाले सरकारको भूमिका गरिरहँदाखेरि मानव सेवा आश्रम, आनी चैनडोलमा फाउन्डेसन सँगसँगै अरू सरकारवाला निकायहरूसँग पनि सहकार्य गरिरहँदाखेरि आज म यहाँहरू जतिजनाले पनि यो सूचना, यो जानकारी, यो आवाज पुगिरहेको छ, यो सबै नागरिकको पनि दायित्व हो। यदि सडकमा साँच्चीकै तपाईँहरूले कोही बेवारिसे, असहाय देख्नु भएको छ, निडी मान्छे देख्नु भएको छ भने यहाँहरूले सम्पर्क गर्नुहोला। काठमाडौँ महानगरपालिकाको कल सेन्टर छ, एकद्वार प्रणालीको लागि अघि नम्बर इन्ट्रोड्युस पनि भइसकेको छ, जुन चाहिँ 59798882 रहेको छ। यो नम्बरमा फोन गरेर पनि यहाँहरूले सहयोग गरिदिनु हुन पनि म यहाँहरू सबैलाई अनुरोध पनि गर्न चाहन्छु। र आजको अबको यात्रा अझ धेरै महत्त्वपूर्ण छ र भोलिदेखि उद्धार सकियो कि भन्ने लाग्न सक्छ, होइन। भोलि पनि उद्धारको काम निरन्तर चलिरहनेछ। आगामी दिनमा पनि अनुगमन रोकिने छैन, उपचार रोकिने छैन, मानवीय सेवा पनि रोकिने छैन। हरेक दिन
हरेक टोल हरेक समुदायमा यो अभियानलाई हामीले जीवित राख्नुपर्दछ। त्यसकारण यो कार्यक्रम हामीले गरेका हौँ। यो हामीले सबैलाई सेन्सिटाइज गर्न पनि जरुरी छ, किनभने मानव सेवा भनेको चाहिँ वान टाइम सर्भिस हुँदै होइन, एक दिन मात्र गर्ने सेवा हुँदै होइन। त्यसकारण पनि मानव सेवा कुनै एक दिने कार्यक्रम नभएको भएर यो एक दिने कार्यक्रममा हाम्रो अभियान समाप्त हुँदैन, हाम्रो अभियान सम्पन्न हुँदैन, हाम्रो अभियानले पूर्णता पाउँदैन। यो तब पूर्णता पाउँछ जब सडकमा साँच्चीकै पनि कोही एकजना व्यक्ति पनि असहाय भएर बस्नुहुन्न, कोही एकजनाले पनि मेरो कोही परिवार छैन, म एक्लो छु भनेर सडकलाई नै आफ्नो परिवार, सडकलाई नै आफ्नो छाना, सडकलाई नै सबै थोक बनाएर बाँच्न बाध्य हुँदैन। तब बल्ल यो अभियानले पूर्णता पाउँछ। त्यसकारण यो निरन्तर चलिरहने र हामीले पुरा गर्नुपर्ने जिम्मेवारी हो। यो सरकारको मात्र जिम्मेवारी कदापि हुँदै होइन, यो समाजको मात्र जिम्मेवारी पनि कदापि हुँदै होइन। यो हामी प्रत्येक नागरिकको साझा दायित्व हो। र आज काठमाडौँवासीहरू सबैजनालाई म फेरि पनि अनुरोध गर्न चाहन्छु, यदि तपाईँहरूले सडकमा कोही पनि सहयोगापेक्षी व्यक्तिहरू देख्नुभएको छ भने यहाँहरूले होस् भनेर नछोडिदिनुहोस्, आँखा चिम्म गरेर पनि नहेर्नुहोस्। उहाँहरूको समस्यालाई आफ्नै समस्या ठान्नुहोस्, सकिन्छ भने मानवीय व्यवहार गर्नुहोस्, होइन भने कम्तीमा मोबाइल उठाएर हाम्रो नम्बरमा फोन गरिदिनु होला, जसले गर्दाखेरि उहाँहरूले साँच्चीकै आफ्नो परिवार जस्तै आश्रय पाउनुहुनेछ। र यो मानवताको नीति कार्यक्रमले मात्र पनि समाज मानवीय समाज बन्दैन रहेछ। यो भनेको व्यवहारबाट बन्ने, व्यवहारबाट निर्माण हुने कुरा हो। अब हामी सबैजनाले हामीले ऐतिहासिक, सांस्कृतिक, राजनीतिक राजधानीका रूपमा काठमाडौँलाई चिनिरहेका छौँ र यो रूपबाट मात्र होइन, मानवताको राजधानीका रूपमा पनि चिनाउने अभिभारा तपाईँ हामी सबैमा आएको छ। र हामीले विश्वलाई भन्नुपर्नेछ र भन्न सक्छौँ पनि, काठमाडौँ केवल मन्दिरै मन्दिरको सहर होइन, काठमाडौँ केवल सम्पदाको मात्रै पनि सहर होइन, काठमाडौँ मानवताको सहर पनि हो। आजको दिन यो न त सुरुवात हो न त अन्त्य हो। Neither this is the start or beginning nor the end. यो सुरुवात पनि होइन, यो अन्त्य पनि होइन, तर यो पक्कै पनि एउटा महत्त्वपूर्ण अध्याय भने हो। र यो अध्याय यो क्लाइमेक्स होइन, मुभीको अथवा कुनै प्रोजेक्टको क्लाइमेक्स होइन, यो हाम्रो नयाँ जिम्मेवारी हो। काठमाडौँलाई साँच्चीकै नै बेसहारा, असहाय, सहयोगापेक्षी मानव मुक्त काठमाडौँ महानगर बनाउने अभियानको यो एउटा नयाँ चार्टर हो। र यसमा आउनुहोस् हामी सबैजना मिलेर आफ्नो जिम्मेवारी पुरा गरौँ र कुनै पनि मानिसले सडकमा असहाय जीवन बिताउन नपर्ने समाज निर्माण गर्नमा केही नभए पनि एउटा इट्टा चाहिँ हामी सबैजनाले थपौँ। दया, करुणा, सह अस्तित्वमा आधारित समाज निर्माण गर्ने हामी सबैजनाको दायित्व हो। त्यसैमा नै हामी सबैजनाको कल्याण हुन्छ, भलो हुन्छ, खुसी हुन्छ, सुख हुन्छ, साँचो मानवता हुन्छ। र त्योभन्दा महत्त्वपूर्ण कुरा, लोक कल्याणकारी राज्यको अर्थ तब मात्र पुरा हुन्छ। जो बेसहारा काठमाडौँ महानगरपालिकाको अभिभारा। धन्यवाद।